नि पढ्दैन, खाली मोबाइल खेलाइरहेको हुन्छ। तैँले घरमा बसेर पनि बच्चा बच्चीको ख्याल राख्दैनिस्? मैले नराखेके तिमीले राखेका छौ त? अघिसम्म पढि त रहेको थियो, बिचारा कति पढोस्, पढ्दा पढ्दा पनि थाकिसक्यो। मैले नै एकछिन खेल, बाबु मोबाइल चला भनेको। अर्को दिन बेलुका आमा, ए आमा, आमा भोक लाग्यो। कति खान्छस्? पढ्नु सर्नु छैन, खायो खायो। ए बाबु एकछिन त पढ, तेरा बाबा अहिले तेरा बाबा अहिले अफिसबाट आउने बेला भइसक्यो। न तैँले पढेको छस्, जा बुक कपी लिएर पढ्न आइजो। होइन हो, आज पनि यो नपढी बसेको छ। आज त अति भयो। भोलि यसको स्कुलमा गएर म बुझ्छु। गृह कार्य पनि दिँदो रहेनछन्। ओहो, म त फेरि अफिस जाने हुन्छ। त भोलि स्कुलमा गएर भनिस् त? ल ल, भोलि म यसको स्कुल जान्छु। नमस्ते म्याम। नमस्ते। होइन हो, हजुरहरूले विद्यार्थीहरूलाई पढाउनु हुँदैन क्या हो? कहिले गृह कार्य दिएको देख्दिन। न विद्यालयमा पढाउनुहुन्छ, न घरमा गृह कार्य दिनुहुन्छ। यस्तै तालो भने त म मेरो छोरालाई अर्को वर्षदेखि यहाँ पढाउँदैन। लैजान्छु म अर्को स्कुलमा मेरो छोरालाई। एकछिनै म्याम, म तपाईँलाई केही कुरा देखाउन चाहन्छु। झिल्के, आफ्नो कपी ल्याएर यता आऊ त बाबु। सरिना, तिमी पनि यता आऊ त नानी। हेर्नुहोस् म्याम, हामीले प्रत्येक विद्यार्थीलाई दैनिकी रूपमा उनीहरूलाई गृह कार्य दिने पनि काम गरेका छौँ। उनीहरूको गृह कार्य चेक पनि गर्ने काम गरेका छौँ। अनि तपाईँको छोरा झिल्केको कपी हेर्नुहोस् म्याम। सब खाली छ, एउटा पाना लेखेको छैन। बाबु तिमी राम्रोसँग पढ, यस्तो गर उस्तो गर भनेर सम्झाउँदा पनि उसले भनेको मान्दैन, उल्टै मुखमुखै लाग्छ। यो सब कुराको जानकारी दिनको लागि हजुरहरूलाई अस्ति भर्खर कल गरेकी थिएँ, तर फोनै उठेन। ए त्यो अस्तिको फोन, मलाई त बाबु पढ्दैन, फिसको लागि होला, फिस पनि किन तिर्नु भनेर फोन नि उठाइन नि। होइन नि म्याम। अनि फेरि उसलाई बाबु तिम्रो अभिभावकलाई ल्याएर विद्यालयमा आऊ है त, सब कुरा गर्नु छ भनेपछि मेरो बुबा अफिस जानुहुन्छ, मम्मीको फुर्सद छैन भनेर भन्छ। भन्नुहोस् म्याम, यो हजुरहरूको कमजोरी हो कि हाम्रो कमजोरी हो? हामीले त आफ्नो कर्तव्य सधैँ पुरा गर्ने काम गरेका छौँ। ए यस्तो पो रहेछ। मलाई तैँले कहिल्यै भनेन कि विद्यालयबाट बोलाउनु भएको छ भनेर। यो मलाई पनि ठग्दो रहेछ, विद्यालयमा आएर पनि ठग्दो रहेछ। मलाई माफ गरिदिनुहोस् है मिस, मेरो बोलले गर्दा हजुरहरूको चित्त दुखेको छ भने मेरो बेलैमा आँखा खोलिदिनु भयो। यसको लागि म हजुरलाई धन्यवाद पनि भन्न चाहन्छु है। केही छैन म्याम, हजुरले समय सधैँ आफ्नो छोराको नराम्रो बानी थाहा पाइहाल्नुभयो। यति यो नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हो। अब आफ्नो छोराको राम्रोसँग हेरचाह गर्नु होला। हस् त म्याम। हस्। यसै गरी नाटकको भाग 3 सकिएको छ।